हेलो एभ्रिवन, सन्चै हुनुहुन्छ होला हजुरहरू पनि, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी युके आइसकेपछिको एक्सपिरियन्सको बारेमा चाहिँ हामी एउटा साथीसँग चाहिँ सानो छोटो मिठो कुराकानीहरू गर्न गइरहेका छौँ। हामीसँग हुनुहुन्छ कृष्ण पुन मगरजी हुनुहुन्छ हामीसँग चाहिँ आज। अनि कृष्णजी के छ, सन्चै हुनुहुन्छ? एकदमै सन्चै छु हजुर, तपाईको के छ? मेरो पनि एकदमै ठिक छ। अनि तपाईँ युके आउनुभएको चाहिँ कति भयो? म ट्याक्कै मेमा आएको 7-8 महिना जति भयो मेसँगै गर्दाखेरि, नत्र एक्ज्याक्टली चाहिँ 7 महिना भयो है, 7th मन्थ भयो भनौँ न होइन। अनि तपाईँ युके आइसकेपछिको तपाईँलाई चाहिँ एक्सपिरियन्स चाहिँ थोरै हाम्रो साथीहरूसँग सेयर गरिदिनु न भनेर आज चाहिँ हामीले सानो एउटा सर्ट भिडियो भनौँ न त्यस्तो बनाउन गइरहेका छौँ होइन। तपाईँको एक्सपिरियन्स तपाईँलाई चाहिँ कस्तो लाग्यो युके होइन, युके आइसकेपछिका तपाईँका एक्सपिरियन्सहरू, तपाईँका अब स्ट्रगलहरू होइन कस्तो कस्तो रह्यो, थोरै कुराकानी गरिदिनु त्यसको बारेमा। युकेको एक्सपिरियन्स भन्नुपर्दाखेरि मेरो चाहिँ राम्रै छ, मलाई चाहिँ खुसी लागेको छ। अब हुन्छ नि, अब पहिला लागेको थियो कुनै देश जान पाइँदैन कि जस्तो लागिरहेको थियो। युकेको भिजा लागिहाल्यो, म त एकदम खुसी हुनुभयो, एक्साइटेड भएर कुडिहालेको। कसैले चाहिँ अब त्यो लास्ट अप्सन पनि भन्ने गर्छन् नि युकेलाई होइन, तर के छ युके चाहिँ बेस्ट अप्सनै मान्दा पनि हुन्छ कि कस्तो छ? अब तपाईँको एक्सपिरियन्स बताइदिनु न त्यसको बारेमा। अब बेस्ट र लास्ट भन्ने कुरा चाहिँ मान्छेको पर्सेप्सन हो जस्तो लाग्छ। हजुर, अब मेरो चाहिँ लास्ट भन्दा पनि मेरो चाहिँ बेस्ट नै हो। हजुर, अब मान्छेको क्वालिटी कस्तो छ होइन, आफूमा सेल्फ कन्फिडेन्स भन्ने चिज कति छ, त्यसले पनि मान्छेलाई हुन्छ नि डोमिनेट गर्न मन लाग्ने होइन। त्यो मेरो लागि चाहिँ बेस्ट हो, लास्ट होइन। लास्ट होइन, बेस्ट होइन। अनि कतिपयले भन्छन् नि त युकेमा चाहिँ अब काम पाउँदैन आएर बेकार छ, त्यत्रो 40-50 लाख रुपियाँ खर्च गरेर आउनु चाहिँ त्यो वर्थलेस छ होइन, किन आएको, त्योभन्दा त बरु नेपालै ठिक छ पनि भन्नेहरू पनि हुनुहुन्छ नि त हाम्रो साथीहरू। तपाईँ चाहिँ साँच्चै कुन कोर्समा आउनुभएको, मास्टर्स कि ब्याचलर? हजुर, म चाहिँ मास्टर्समा आएको हो। मास्टर्समा आउनुभएको होइन, मास्टर्सको 1 वर्षको कोर्समा आउनुभएको है तपाईँ? 1 वर्षको, तर मेरो चाहिँ 15 महिनाको छ, मेरो एक्सटेन्डेड कोर्स हो कि। 15 महिनाको होइन। के फरक छ साँच्चै 1 वर्ष र 15 महिनाको कोर्समा चाहिँ के डिफ्रेन्ट हुन्छ? 1 वर्ष र तपाईँको एक्सटेन्डेडमा चाहिँ एक्सटेन्डेडमा 0 टर्म भन्ने हुन्छ 3 महिनाको। हजुर, त्यो चाहिँ पढ्नुपर्छ। जस्तै तपाईँको कक्षा 1 मा जानुभन्दा पहिला क ख ग 12 पढे जस्तै हो। भनेको त्यसको लागि मान्छेले एडजस्ट हुनको लागि टाइम दिएको। ठिकै रहेछ, त्यो 3 महिनाको एक्स्ट्रा भिजा पनि भयो तपाईँसँग होइन, ठिकै हो त्यो पनि। अनि त्यही त तपाईँको एक्सपिरियन्स भन्नु नि त, अब आइसकेपछि तपाईँको चाहिँ काम पाउन गाह्रो छ भन्छन् मान्छेहरूले होइन, के छ त वास्तविक युके आइसकेपछिको काम पाइँदैन कि साँच्चै साथीहरूले भने जस्तै, कि काम पाइन्छ कि अब आफूले प्रयास नगरेर हो कि के हो, यस्तो भन्दा बताइदिनु त्यसको बारेमा। अब कामको बारेमा चाहिँ अब के भन्नु, अब मैले मेरो अनेस्ट हुन्छ नि एन्सर चाहिँ छैन यसमा। अब मान्छेमा भर पर्ने कुरा हो। अब लकिली भनौँ कि के भनौँ, अब मेरो चाहिँ एप्लाई गरिरहेको थिएँ, अब 2-4 दिन डोर टु डोर पनि गएको होइन। अनि मेतिर हो, अनि मेको 4 दिन भनेपछि 12 मे, मलाई अहिले पनि याद छ 12 मेमा चाहिँ मैले एउटा एपमा चाहिँ एप्लाई गरेको थिएँ। अब त्यहाँ कोइन्सिडेन्स भन्छु म चाहिँ, अब कसैले के अरे हुन्छ नि सिभी हालेर पनि हुँदैन भन्छ, तर मेरो चाहिँ सिभी पनि थिएन, डाउनलोड गरेको थिएँ एप। त्यहाँबाट एप्लाईमा थियो, सबै वेटर धेरै कुरा हुन्छ नि त, त्यहीमा एप्लाई मात्र गरेको अनि कल गराएको थियो। म स्टिल पनि त्यहीँ गरिरहेको छु। भनिसकेपछि के छ इन्कमको हिसाबले राम्रै छ युके चाहिँ? अब खासमा खै इन्कमको बारेमा त हामीलाई अलिकति थाहा हुँदैन, किन होइन तपाईँलाई चाहिँ अहिले जस्तो कसैले भन्छन् घरबाटै पैसा पठाउनु पर्ने हुन्छ, युकेमा त एकदमै गाह्रो छ होइन, कमाएर पनि खाना बस्न पनि अलिकति स्टिल पुग्दैन भन्छन्, के छ तपाईँको हकमा चाहिँ, तपाईँलाई चाहिँ के लाग्छ यसको बारेमा चाहिँ? हजुर, यो कुरा सत्य नै हो। अब तितो सत्य भन्दा ठिक हुन्छ, किनभने तपाईँको अब लन्डन जस्तो भेरी एक्सपेन्सिभ, वर्ल्डकै एक्सपेन्सिभ सिटी अन्तर्गत गनिन्छ नि त लन्डन त होइन, वान अफ द एक्सपेन्सिभ सिटी भएको भएर तपाईँले 20 आवर त कम्पनीले दिने भन्ने हुन्छ नि रुल्स पो हो, तर मान्छेले काम गर्ने
10 घन्टा 15 घन्टा 18 त्यही 20 घन्टा पनि पाइरहेको हुँदैन नि त, त्यो त रुल्स नै हो। रुल्स मात्र हो, अब मान्छेले त्यति पाउँदैन। कुनै कुनै लकी मान्छे हुन्छ तिनीहरूले पाउने हो होइन। अब त्यति कमाइले अब हुन्छ नि 800-900 कमाइले इट्स नट इनफ फर स्टुडेन्ट। अब रेन्ट भाडा नै एकदमै महँगो छ हाम्रो यहाँ चाहिँ होइन, बस्नको लागि सियरिङमै बस्दाखेरि पनि तपाईँको 350 देखि 400 जनाको पर्न जान्छ। अनि ट्राभल त्यस्तै महँगो छ फेरि, जे होस् गाह्रै छ भनौँ न होइन। तर गाह्रो हुँदा हुँदै पनि, गाह्रो त अब जहाँ पनि गाह्रो नै छ होइन, युकेमा मात्रै होइन। हामी यहाँ युके आयौँ र हामीले यहाँको फेस गऱ्यौँ, हामीलाई त्यो गाह्रो लागेको होइन। अब अस्ट्रेलिया, अमेरिका, क्यानाडामा पनि यस्तै नै छ भन्ने सुनिन्छ साथीहरूबाट होइन। तर युकेको चाहिँ अलिक धेरै स्टुडेन्ट आएको भएर, अलिक धेरै प्रचार भएको भएर चाहिँ मान्छेलाई चाहिँ नेगेटिभ इम्प्याक्ट पनि धेरै गइरहेको छ कि युकेमा चाहिँ एकदमै गाह्रो छ अरे, खाना नपाएर बस्नेहरू पनि छन् अरे भन्ने चाहिँ धेरै सुनिन्छ नि त। हामीले हाम्रो नेपालतिर पनि यताउति टिकटकहरू, सामाजिक सञ्जालहरूमा हेर्दाखेरि चाहिँ। जे होस् नट ब्याड युके चाहिँ, नट ब्याड। अब बेगर सेगरको कुरा गर्दा त नेपाली बेगर त देखाएको छैन, हो वास्तवमै भन्नुपर्दा होइन। बाहिरको बेगरहरू चाहिँ देखिरहन्छ। तर यस्तै हो, अब हाम्रो इन्टेन्सन चाहिँ के हो अब त्यसमा पनि भर पर्छ कि होइन। अब हामी पढ्न आएको नि त, पैसा कमाउने त मान्छेको नेपालबाट हुन चाहिँ पैसा कमाउँछु भनेर आउने हो। तर पैसा कमाउनको लागि हामीले त्यो जुन वे अप्नाएको छौँ त्यो वे चाहिँ फुल गर्नु पर्यो नि त, फुलअप गर्नु पर्यो नि त होइन। त्यो भएर स्ट्रगल हुन्छ स्टुडेन्ट लाइफमा, हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब हुन्छ नि जहाँ पनि हुन्छ। अनि अब अहिले जस्तो युकेको धेरै रुल्सहरू पनि चेन्ज भइरहेको छ नि त हाम्रो होइन। अब के छ भविष्य छ छैन अब युकेमा आउनेहरूको लागि। अब हाम्रै पनि भनौँ न एक हिसाबले हाम्रो पनि मास्टर्स कोर्स, मेरो आफ्नै पनि मास्टर्स कोर्स नै आएको म पनि होइन। मास्टर कम्प्लिट गरिसकेपछि त हाम्रो 2 वर्षको PSW हुन्छ। त्यस पछाडिको चाहिँ जर्नी अलिकति टाइट नै छ अहिलेको हिसाबमा हेर्ने हो भने चाहिँ होइन। के लाग्छ तपाईँलाई? हजुर, अब गाह्रो छ। तर खै म त एन्सर दिन सकिँदैन कि। अब हामी अहिले नै सर्भाइभ गर्नलाई गाह्रो भइरहेछ। त्यो 2 वर्ष पछाडिको कुरा चाहिँ कसरी हो त्यो पनि सही। 2 वर्ष पछाडिको सोच्नु त अलिकति गर्दै जाऊँ, त्यस पछाडिको बाटो पनि खुल्दै जाला। सोच्नु राम्रो हो, तर धेरै नै हुन्छ नि होपलेस हुनु और एक्साइटेड हुनु चाहिँ त्यो राम्रो होइन हो। अब हाम्रो जनवरी इन्टेक पनि आउँदैछ, फेब्रुअरी मार्च इन्टेक आउँदैछ होइन। हाम्रो नयाँ भाइ बहिनीहरू पनि नेपालदेखि आउने सोच बनाउँदै हुनुहुन्छ होला युके होइन। के छ त उहाँहरूलाई चाहिँ हामी आएर यहाँ पढिराखेका छौँ, अब सानोतिनो अलिअलि काम पनि गरिरहेका छौँ। यो हिसाबले हामीले चाहिँ उनीहरूलाई चाहिँ केही सजेस्ट गर्न सक्छौँ, ठिक छ छैन, अथवा केही सजेसन हाम्रो तर्फबाट केही दिन सक्ने अवस्था छ त अहिले? अब सजेसन त के भन्नु, अब आउने मान्छे हामीले सजेसन नदिए पनि आउने हुन्छ। तर पनि उहाँ कोहीले सोधिरहनु भएको हुन्छ नि त होइन, के छ साँच्चै यस्तो यस्तो सुनिन्छ, वास्तविकता के हो भन्ने पनि मान्छेलाई धेरैलाई भइरहेको छ नि त। हो, वास्तविकता सत्य हो। अब पैसा गाह्रो नै छ, गाह्रो हुनेलाई गाह्रै भइरहेछ, यो आफ्नो लकको कुरा पनि हो कतिपय कुराहरू होइन। अनि फेरि यहाँ युकेमा पनि धेरै जसो रिफरेन्स के जस्तो आफ्नो मान्छेहरू कोही हुनुहुन्छ पहिलादेखि यहाँ भने चाहिँ अलिकति कामहरू पाउन पनि अलिकति इजी नै छ चाहिँ होइन। द्याट इज ट्रु। यो म पनि बिलिभ गर्छु यसमा चाहिँ। अब हामी चाहिँ आउनेहरूको लागि अब हाम्रै पनि भनौँ न एक हिसाबले हाम्रो पनि मास्टर्स कोर्स, मेरो आफ्नै पनि मास्टर्स कोर्स नै आएको म पनि होइन। मास्टर कम्प्लिट गरिसकेपछि त हाम्रो 2 वर्षको PSW हुन्छ। त्यस पछाडिको चाहिँ जर्नी अलिकति टाइट नै छ अहिलेको हिसाबमा हेर्ने हो भने चाहिँ होइन। के लाग्छ तपाईँलाई? हजुर, अब गाह्रो छ। तर खै म त एन्सर दिन सकिँदैन कि। अब हामी अहिले नै सर्भाइभ गर्नलाई गाह्रो भइरहेछ। त्यो 2 वर्ष पछाडिको कुरा चाहिँ कसरी हो त्यो पनि सही। 2 वर्ष पछाडिको सोच्नु त अलिकति गर्दै जाऊँ, त्यस पछाडिको बाटो पनि खुल्दै जाला। सोच्नु राम्रो हो, तर धेरै नै हुन्छ नि होपलेस हुनु और एक्साइटेड हुनु चाहिँ त्यो
राम्रो होइन हो। अब हाम्रो जनावरी इन्टेक पनि आउँदैछ, फेब्रुअरी मार्च इन्टेक आउँदैछ होइन। हाम्रो नयाँ भाइ बहिनीहरू पनि नेपालदेखि आउने सोच बनाउँदै हुनुहुन्छ होला युके होइन। के छ त उहाँहरूलाई चाहिँ हामी आएर यहाँ पढिराखेका छौँ, अब सानोतिनो अलिअलि काम पनि गरिरहेका छौँ। यो हिसाबले हामीले चाहिँ उनीहरूलाई चाहिँ केही सजेस्ट गर्न सक्छौँ, ठिक छ छैन, अथवा केही सजेसन हाम्रो तर्फबाट केही दिन सक्ने अवस्था छ त अहिले? अब सजेसन त के भन्नु, अब आउने मान्छे हामीले सजेसन नदिए पनि आउने हाल्नुहुन्छ। तर पनि उहाँ कोही सोधिरहनु भएको हुन्छ नि त होइन, के छ साँच्चै यस्तो यस्तो सुनिन्छ, वास्तविकता के हो भन्ने पनि मान्छेलाई धेरैलाई भइरहेको छ नि त। हो, वास्तविकता सत्य हो। अब पैसा गाह्रो नै छ, गाह्रो हुनेलाई गाह्रै भइरहेछ, आफ्नो लकको कुरा पनि हो कतिपय कुराहरू होइन। अनि फेरि यहाँ युकेमा पनि धेरै जसो रिफरेन्स के जस्तो आफ्नो मान्छेहरू कोही हुनुहुन्छ पहिलादेखि यहाँ भने चाहिँ अलिकति कामहरू पाउन पनि अलिकति इजी नै छ छन चाहिँ होइन। द्याट इज ट्रु। यो म पनि बिलिभ गर्छु यसमा चाहिँ। अब हामी चाहिँ अनलक्कीली भनौँ कि अनफर्चुनेटली भनौँ, अब हाम्रो मान्छे चाहिँ थिएनन्, अलिकति टाढा हुनुहुन्थ्यो। हजुर, भए पनि हाम्रो नजिक हुनुहुन्थेन होइन, त्यही भएर भएन। तर अब यस्तो अब रिफरेन्स पनि अब कहिलेदेखि कुन ठाउँमा कसरी काम गरिरहेछ भन्ने कुरा पनि भएको छ नि त होइन। अब आफ्नो मान्छे छ, अब बिचरा उसले काम पाउन हमे भइरहेछ, एउटा झुकेर काम पाइरहेछ। अब त्यो मान्छेलाई आफ्नो मान्छेले एक्सपेक्ट गर्नु भनेको त मूर्खता हो नि होइन। मूर्खता हो त्यो पनि हो। कतिपय काम अब आफ्नो मान्छेले भनिदिरहेको हुन्छ, अब आफूसँग स्किलै छैन भन्दा आफूले गर्नै सकेन भन्दा उनीहरूले त्यत्तिकै तलब दिने कुरा त कसैले पनि भएन होइन। आउँदाखेरि चाहिँ अलिअलि स्किल सिकेर चाहिँ आउनुपर्छ जस्तो लाग्यो मलाई यहाँ आइसकेपछि होइन। स्किल त भेरी मच इम्पोर्टेन्ट कुरा रहेछ कि हाम्रो देशमा चाहिँ पढाइ मात्र भन्छौँ, तर पढाइ सँगसँगै अरू कुराहरू पनि धेरै इम्पोर्टेन्ट कुरा रहेछ भन्ने कुरा चाहिँ यहाँ आएर चाहिँ बुझ्दैछौँ कि हामीले पनि होइन। तर तपाईँले भनेको कुरामा ट्याक्कै लिङ्क गर्नु मन लाग्यो। सजेसन भन्दा बित्तिकै जसले होइन हेर्दै हुनुहुन्छ यो भिडियो हो, उहाँले चाहिँ स्किल चाहिँ सिक्नै पऱ्यो क्या। 3-4 महिना अब हुन्छ नि 5-6 महिना जसले गरिराख्नु भएको छ। मलाई चाहिँ सबैले, मैले पो नेपालमा हुँदाखेरि मान्छेहरूले धेरैले भनिरहेको सुने हो नि त, बारिस्टा, बारटेन्डर होइन, ड्राइभिङ त अहिलेको हालमा त्यति म्यान्डेटरी छैन, तर सिकेर आउँदा त्यो फ्युचर त्यो लाइफ टाइमको लागि हो कि त्यो बेसिक स्किल हो कि चाहिन्छ मान्छेलाई होइन। अनि यो बारिस्टा बारटेन्डरको कुरा गर्दाखेरि बारिस्टाको बारेमा त अलिकति थाहा भएन मलाई। अब हुनु त्यो भ्याकेन्सीहरू त देखिरहेको हुन्छ, तर बारटेन्डरको तर बारटेन्डरको स्कोप चाहिँ मैले एकदमै धेरै छ रहेछ बारटेन्डर। अनि यो त्यो मान्छेले यो कमन नै हो, फेरि मान्छेले भनेकै कुरा हो के भन्छ बार्बर, यसको पनि एकदमै राम्रो स्कोप छ, यसको पनि मैले देखेँ। अनि अर्को लेडिजहरूको त नेल पोलिसिङ काइन्ड अफ ब्युटिसियन, हजुर द्याट इज अल्सो भेरी फेमस एन्ड मोस्ट नेसेसरी रहेछ यहाँ चाहिँ। एकदमै प्याक भइरहेको देखिरहन्छ नि त। मान्छेहरूले चाहिँ अलिकति त्यो कुरामा चाहिँ अलिकति धेरै सोखिनु हुँदो रहेछन् होइन। त्यो स्किलहरू चाहिँ बवालै हुन्छ ल। हजुर, कोही आउँदै हुनुहुन्छ साथीहरू जनावरी इन्टेकमा भने चाहिँ हाम्रो साथीले भने चाहिँ केही स्किल्स सिकेर आउनु होला। जस्तै के भन्नुभयो, बारटेन्डर, बार्बर होइन। अनि केटी साथीहरू, लेडिज साथीहरू आउँदै हुनुहुन्छ भने नेल आर्ट, ब्युटिसियन सम्बन्धी तालिमहरू, अनि अब बारिस्ताहरू, अब बेकरीहरू आइटमहरू सिकेर आउँदा पनि अलिकति के जानेछौ त भन्दाखेरि मसँग यो छ भन्नु र केही पनि आउँदैन भन्नुमा चाहिँ धेरै फरक चाहिँ हुँदो रहेछ कि। हामीले चाहिँ अब त्यति धेरै कुराहरू थाहा भएन कि भनेको मानेनौँ कि त्यत्तिकै आइहाल्यौँ हामी चाहिँ होइन। र थोरै अलिकति गाह्रो भयो। केही सिकेर आउनुभयो भने चाहिँ अवश्य पनि नसिकेको भन्दा चाहिँ जे हुन्छ हुन्छ भन्यो भने चाहिँ गाह्रो नै हुँदो रहेछ कि। मान्छेसँग केही न केही बेसिक नलेज भयो भने कन्फिडेन्स पनि आउँदो रहेछ। आउँछ हो नि। जस्तो गएर इन्टरभ्यू दिनको लागि, अब जस्तो मलाई हस्पिटालिटीको बारेमा कसैले सोध्यो भने मलाई त्यसको बेसिक नलेज त थाहा पऱ्यो नि। ल भन्न त तँलाई के अरे बारिस्ता बनाउँदाखेरि के गर्नुपर्छ भन्दाखेरि अब त्यो त भन्न सक्नु पऱ्यो नि मैले अब होइन। त्यही भएर लिटल नलेज इज अल्सो इम्पोर्टेन्ट जस्तो लाग्यो मलाई चाहिँ। यदि आउँदै हुनुहुन्छ भने केही स्किल्स चाहिँ अवश्य पनि साथमा लिएर आउनु होला भन्न चाह्यौँ होइन हामीले यहाँबाट चाहिँ। अब ठिक छ, अब मान्छेले भन्छन् अस्ट्रेलिया अमेरिका रिजेक्ट भइसकेपछि लास्टमा चाहिँ युके अप्लाई गर्ने भन्छन् होइन। त्यो मात्रै पनि होइन, युके पनि नट ब्याड, धेरै राम्रो छ, धेरै राम्रो गर्ने साथीहरू पनि हुनुहुन्छ हामीसँग होइन।
अब इन्कमको हिसाबले काम नपाउँदासम्म हो, काम पायो भने त धेरै राम्रो इन्कम गर्ने साथीहरू पनि हुनुहुन्छ। अब पिएसडब्ल्यूमा पनि राम्रो कमाइ हुन्छ होइन त, त्यसैले नराम्रो चाहिँ छैन युके पनि भनेर चाहिँ हामीले साथीहरूको आज यो डाउट थोरै क्लियर गर्नको लागि पनि यो सानो भिडियो चाहिँ बनाउने प्रयत्न गरेको हौँ। कति भयो भएन त्यो अब पुरा भिडियो हेरेपछि थाहा होला। केही छ अरू केही सजेसन दिनुपर्ने भने यसो भनिदिनु त कृष्णजी हजुरको तर्फबाट। सजेसन भनेको चाहिँ अब त्यही हो, अब हामी नेपाली होइन, म नेपाली, हामी सबै नेपाली, आउने पनि नेपाली। अब को मलाई लाग्छ धेरैसँग हुन्छ नि, धेरै मान्छेलाई आर्थिक जो गर्न अलिकति गाह्रो नै हुन्छ अनि आउनुपर्छ, विदेश चाहिँ जानुपर्छ, घुम्नुपर्छ, अब एक्सपिरियन्स गर्नुपर्छ। तर एकदमै रिस्क हुन्छ नि, अब ब्याचलर बेसी स्पेसली ब्याचलर पढ्ने ब्याचलरको बारेमा थोरै कुरा जोड्न मन लाग्यो मलाई। 3 वर्षसम्म होइन, 3 वर्षसम्म अब पैसा ऋण गरेर लिने हो भने आउने हो भने त लोन आउने हो भने त त्यो त ट्रिपल चौबल हुन्छ नि हो नि एकदमै। कसैले कुनैले चाहिँ यहाँ मान्छेहरूले कमाएको देखेको छु, न त एक दुईजनाले, न त धेरै जस्तो मान्छेले नेपालबाटै पठाउने हो कि। मैले मेरै पहिलाको घरमा बस्ने साथीहरू पनि छ नि, उनीहरूले पनि नेपालबाटै लिने हो कि पैसा। ब्याचलरलाई चाहिँ 3 वर्षसम्म चाहिँ अलिकति गाह्रै छ है। मास्टरमा आउँदाखेरि चाहिँ ठिकै भन्नु पर्यो, ब्याचलर भन्दा चाहिँ बेस्ट नै हो मास्टरमा। किनभने एकचोटि हामीले टोटल फी तिरेर आयौँ भने चाहिँ अर्को वर्ष फेरि फी तिर्नको हामीलाई चाहिँ टेन्सन हुने भएन। जसोतसो आफ्नो लागि चाहिँ अब खर्च म्यानेज गर्न सक्यौँ भने हाम्रो कमाइले त्यति धेरै टेन्सन भएन। तर ब्याचलरलाई चाहिँ बिचरा अब 3 वर्षसम्म जति दुःख गरे पनि कमायो यहीँ तिर्दै ठिकै हुन्छ। काम पायो भने न कमाउने हो, फेरि काम पाएन भने त ब्याकअप प्लान, ब्याकअप फन्डहरू छ भने अब तपाईँको घरमा कोही हुनुहुन्छ होला होइन, जसले तिर्न सक्छ होइन, घरबाट पठाउन सक्छु जस्तो लाग्छ उहाँहरूलाई चाहिँ ठिकै हो। तर जो दूर दराजबाट आउने हो होइन, अब त्यही पैसा पनि ऋण खोजेर आउनेहरू साथीहरू पनि धेरै हुनुहुन्छ नि त, उहाँहरूलाई चाहिँ अलिकति ब्याचलरमा आउँदा चाहिँ थोरै अलिकति चाहिँ ब्याकअप राखेर चाहिँ आउनु होला भन्न चाहन्छौँ हामी होइन। र मेहनत चाहिँ गर्ने हो, अब गर्छु, अब सक्छु भने अब आफैले रिस्क लिएर यो सबै मेरै हो अब भनेर आउने हो भने जो पनि आउन सक्नुहुन्छ होइन। नसक्ने हामीले फेरि त्यो ब्याचलरमा नआउनु भन्न खोजेको पनि होइन। आएर गरेको धेरै भाइ बहिनीहरू 3 वर्षसम्म धेरै राम्रो स्किल्स उहाँहरू त एकदम पोख्त भएर निस्किनुहुन्छ नि, फेरि 3 वर्ष पछाडि निस्किँदाखेरि त उहाँहरूले त हो कि नै भन्नु त, काम पाउनुभयो भने त डिफ्रेन्ट फिल्डमा उहाँहरूले 3 वर्षसम्म काम गरेको एक्सपिरियन्स छ, धेरै राम्रो एक्सपिरियन्स हुन्छ नि त उहाँहरूसँग पिएसडब्ल्यूमा जाने बेलासम्म त। अब त्यो हिसाबले बेठिक चाहिँ छैन युके पनि, अब ठिक नै छ। अब त्यत्तिकै हल्लेर नेपालमा बस्नुभन्दा युके आउनुहोस्,